सन्तानी स्टोर जाँदैछौँ है गाइस पुरै रफ्तारमा है गाइस आउँदैन है म त भ्लग मोबाइलमा मात्रै यसो गर्छु कि यस्तो हुन्छ नि मान्छेले चाहिँ यहाँबाट यस्तो भन्छ नि त हामीलाई अहिले चाहिँ हामी ठ्याक्कै छैबको चोक आइपुग्यो यहाँबाट भित्र छिर्यौँ गाइस सन्तानी स्टोर जानको लागि लालीगुडा सिनियर सेकेन्डरी स्कुल रहेछ यो गयो हुँदै जाने रहेछ हजुर यो चाहिँ हाम्रो हेर्ने भ्युअर्सको लागि बाटो लोकेसन भिडियो फेरि एउटा गीत गाइदिनुहोस् न त हाम्रो मालो म्यामले ओके तिम्रो स्वरमा स्वर मिलाई गाउने मान्छ एउटा त्यही गीतसँगै दुनियाँले चिनन् हाम्रो माया प्रीत रूपको रचनामा सङ्गीतमा भर्दै आज गाउँछु म एउटा गीत कसैको प्रीत बनोस् कसैको मित बनोस् यो गीत यतातिर जस माटोको घरहरू छ क्या ओ माइ गॉड बन्दैछ होइन बाटोहरू यस्तो बाटोबाट चाहिँ हामी चाहिँ अहिले स्ट्रगल गर्दैछौँ है फेरि बन्दै रहेछ फेरि जहिले रेनी सिजनमै बनाउन स्टार्ट गर्छ त्यही त ओके त्यही त माटोको घरहरू कस्तो बबाल हुन्छ क्या डर लाग्छ कि मलाई हामी बाहिरतिर पनि वेस्टर्न साइडतिर जानुपर्छ क्या थाहा भएको चाहिँ यस्तो बबाल छ गाइस यहाँ ट्राई गरौँ न ओके तान्यो गाइस हामी फेल हुनु हुँदैन उनीहरूले स्पिडमा आउनु पऱ्यो भने जान्थ्यो फेरि योभन्दा 17 गाडी जान्छ कि गाइस मेरो स्कुटीले किन नजाने लुगा पनि धान्नु अघिको त्यो हिलोमा ठिक्क छ उनीले के भयो आउनु न घाम लागिरहेको छ हाम्रो शीतल भइरहेको छ मेरो आँखामा चाहिँ अघि न त्यो स्कुटीमा एउटा भुस्ना परेको थियो कस्तो पोल्यो अहिले त त्यसले मेरो आँखामा टोक्यो क्या छैन हामीले निकालेको छैन हुन्छ ल उहाँलाई निकाल्दा हुन्छ अरे गाइस उहाँहरू पनि आउनु भएको रहेछ यस्तो के अरे माइक नभए पनि भइरहेको थियो नि ठिक छ होला यत्रो सिडी उक्लिनु पर्छ है गाइस यसरी उक्लिनी आया तर इजी रहेछ नि त हजुर इजी रहेछ पुरै अब कुदाउनु हुन्छ कि म चाहिँ अब सुहास हुन्छ है यस्तो राम्रो छ क्या जङ्गलहरू पनि है सल्लाह गाडी है तर त्यस्तो भयो यहाँ माथि कसरी हिँडेर आउनुहुन्छ स्यास्या लाग्दैन हामी त तपाईँहरू भन्दा नि नआउने भइसक्यो बा हिँड्नै सक्दैन नि हामी त अब क्या दुआ माग्ती हो पुक्कू पत्ती हिंदी बोलना दुआ आफ्ताब सब कुछ मुझे मिला है करा रहा है oh my god वो देखो इस तो सारे guys हमें दुआ खासे नहीं मेरे हिंदी सुनेर होई यो चाहिँ सन्तानी छ ओके कस्तो लागिरहेछ पुक्कू दामी जम्पिङ
माथि त त्यही एउटा मन्दिर त होला कि अरू के छ भ्यू देख्छ ए ओके कि पहिला भ्यू हेरेर आएर खेल्ने यहीँबाट सुरु गरिदिउँ जुत्ता चप्पल त फुकाल्नु भनेर जस्तो लाग्छ गाली गर्दैनन् मेरो अलिक डर लाग्छ आफूलाई चाहिँ अलि ल हेर्नुहोस् है गाई अब यस्तो खेल्नुपर्छ कि होइन हुन्छ हामी यहाँ माथिबाट भन्दा पनि तलबाट माथि हेर्दा चाहिँ लाइट होला है ओके खेल्नु न एकचोटि म कता उता फर्किनु उताबाट चाहिँ ठिकै देखिले हेर देखाएको छ छुट्टिँदैन नि फेरि छुट्टिँदैन फलामको म चाहिँ पारि पुगिरहेको कि फेरि रेडी यस यस गाइस ब्यागै बोकेर को पिङ खेल्छ तारा खेल्छ है गाइस किनकि ब्यागमा चाहिँ एकदमै के भन्छ इम्पोर्टेन्ट यस रमाइलो हुँदो रहेछ होइन अस्तिको त्यो पिङ खेलेर आज यसको मैले अलिक डिफ्रेन्ट एक्सपिरियन्स गेन गरेँ कि यो चाहिँ यस्तो मजा आउने रहेछ है अस्तिको चाहिँ जग्गा हामी चाहिँ के छ भन्दाखेरि हामीले यहाँ के गरिसक्यौँ फाइनली यहाँ चाहिँ भिडियोहरू अनि त्यसपछि खेल्ने गर्छु कि अब चाहिँ हामी तपाईँलाई फाइनली मन्दिरको सिन देखाउनको लागि माथि जाँदैछौँ है गाइस होइन यो टपमा आएपछि चाहिँ भ्यू हेर्न चाहिँ एकदमै आँखालाई एकदमै शान्ति क्या सुदिङ भने जस्तो होइन यस्तो दामी भ्यू देखिरहेछ एक्ज्याक्टली काठमाडौँ चाहिँ कतातिर मलाई थाहा भइरहेको छैन है र पनि यस्तो हेरिदिउँ न है एकदमै शान्ति मिल्ने रहेछ यहाँ चाहिँ ल है गाइज तपाईँलाई कस्तो लाग्यो पक्कै प्रतिक्रिया दिन भने नभुल्नु होला यस्तो राम्रो सिनमा यता चाहिँ पुक्कु हुनुहुन्छ पुक्कु पुक्कु क्या क्युट देखिरहेछ थ्याङ्क यू र अहिले चाहिँ म फेरि अर्को कर्नरपट्टि आएको छु अनि अर्को कर्नरको टपबाट हेर्दाखेरि हामीले यसरी देख्न सक्छौँ कस्तो ग्रिनरिज क्या एकदमै मलाई फेरि एकदम मनपर्छ कि यस्तो ग्रिनरिज यताबाट फेरि हामीले यो लेले साइड देखिरहेछ भनेर यहाँ भन्दै हुनुहुन्थ्यो मलाई चाहिँ फेरि म त्यस्तो ठाउँहरू चाहिँ चिन्दिनँ अब होला के छ है तर दामी छ भ्यू चाहिँ यस्तो मनै आनन्द हुने क्या यहाँ माथि आएर यस्तो हेर्दाखेरि चाहिँ ल गाइज तपाईँहरूलाई पनि यस्तो डुलाउनु पऱ्यो भने चाहिँ यो लोकेसनमा आउन सक्नुहुन्छ है गाइज कुल छ वेदर पनि आज झन् फेरि आज के को छुट्टी हो भाइ खै दिदीको समाचार के भन्दा ल अब चाहिँ हाम्रो पालो ल बसेर बस्नुपर्छ यस दुईटा खुट्टा झार्ने यस त्यो भाइहरूले खेल्दा खेल्दा सफा बनाइसकेको यस गाइज म चाहिँ अब यता पिङ खेलिसकेँ होइन मैले योवाला पिङ खेलेँ अहिले चाहिँ यहाँ अरू नै हुनुहुन्छ अब चाहिँ फेरि यहाँ कहाँ जाँदैछु सिक्रेटली खेल्न मैले चाहिँ स्कुलमा खेलेपछि म ठुलो भएछु मैले सिक्रेटली खेलेको छैन कि गाइड है अब फेरि एकचोटि यहाँ चाहिँ पिङ खेल्नुपर्छ तर बच्चाहरूलाई चाहिँ म फेरि अलर्ट हुन भन्छु किनभने चाहिँ यसरी खेल्दाखेरि होइन यसरी खेल्दाखेरि चाहिँ गर्न पनि सक्छ तर नानीहरूले चाहिँ नखेला नि त्यसरी गाइज यहाँको स्पेसियालिटी भनेको चाहिँ यही पिङ रहेछ क्या झन् अपोजिट डिरेक्सनबाट खिच्न यस्तो दामी ग्रिनर्स निस्किन्थ्यो अब जानुभन्दा अगाडि पिङ खेलिदिउँ भनेर कि अनि फोटो सेसन पनि गर्ने अब हामी चाहिँ जाने टाइम भइसकेको छ है गाइज दामी छैन त गाइज फाइनली हामी चाहिँ फर्किसक्यौँ आजलाई भने यति नै बाई बाई गाइज ओके बाई बाई अब यता पनि बाई बाई गरिदिनु त ओके बाई बाई गाइज आजलाई यति नै मिठो मिठो कमेन्ट लाइक सब्सक्राइब र त्यस साथसाथै हामीलाई बेस्ट कमेन्ट गरेर यो ठाउँमा जानु त्यो ठाउँमा जानु भन्न सक्नुहुन्छ है अनि नराम्रो कमेन्ट नगरिदिनु होला अनि कस्तो लाग्छ प्रतिक्रिया दिन भने पक्कै नभुल्नु होला ओके बाई बाई